420 रन 50 ओभरमा बनाएर ब्याटिङ गर्न उत्रेको विपक्षलाई 50 रनमा अलआउट गर्दै 370 रनको ठुलो मार्जिनको जित हासिल गर्नु भनेको चान्सको कुरा होइन, त्यो असम्भव थियो। तर भनिन्छ नि, जहाँ असम्भव चिजहरू भइरहेको छ र त्यसलाई सम्भव भएको पाइन्छ त्यहाँ नेपाल भेटिन्छ। हो, त्यस्तै भएको छ अहिले। चाहे त्यो 3 ब्याक टु ब्याक सुपर ओभर नेदरल्यान्डसँगको म्याचमा होस्, चाहे यो अन्डर 16ले बनाएको 50 ओभरमा 420 रन नै किन नहोस्, यो अहिलेसम्मको क्रिकेट इतिहासको युथ क्रिकेटको लामो अन्तरको मार्जिन थियो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 5 विकेट गुमाउँदै 420 रन बनायो, जसमा ताबडतोड शतक हानिदिएका थिए हाम्रा ओपनर ब्याट्सम्यान प्रसिद्ध जोशीले। र प्रसिद्ध जोशीको अहिले चारैतिर चर्चा भइरहँदाखेरि हामीले यो भुल्नु हुँदैन कि अर्का ओपनर ब्याट्सम्यान जसले 71 रन्स 28 बलमा हानेका थिए, उनको नाम हो परिमार्जन यादव। उनको त्यो क्विक हिटिङ एबिलिटी देखेर म चाहिँ छक्कै परेको थिएँ। खास गरेर उनको त्यो एउटा फ्लिक सर्ट थियो जसमा उनले 6 हानेर 50 रन बनाएका थिए। ओहो, क्या सर्ट थियो। र त्यसै गरी जोय थापाले पनि 50 रनको पारी खेलेका थिए, त्यसलाई पनि हामीले भुल्नु हुँदैन। र सबैको कलेक्टिभ पर्फर्मेन्सको कारण नेपालले 420 रन बनाएको थियो। र बोलिङमा एक्लै हाम्रा विपिनले 6 विकेट लिएका थिए, उनको पर्फर्मेन्सलाई पनि हामीले भुल्नु हुँदैन। र यो जित साथै नेपाल अहिले सेमिफाइनलमा क्वालिफाई भएको छ। आशा गरौँ सेमिफाइनल पनि जित्नेछ र फाइनल योपालि हाम्रै हो। जुन युथ क्रिकेटले अहिले क्रिकेट खेलिरहेको छ त्यो पक्कै पनि हाम्रो अहिले मेन टिमको जुन पर्फर्मेन्स भइरहेको छ त्यसको हौसला नै अहिले युथ टिममा झल्किरहेको देखिन्छ। जुन मेन्स टिमहरूले पनि अहिले असम्भवलाई सम्भव बनाइरहेका छन्, स्कटल्यान्ड, नेदरल्यान्ड जस्ता टिमहरूलाई उनीहरूले कुनै पनि दिनमा हराउन सक्ने सामर्थ्य पुगेका छन्। त्यही अठोटलाई, त्यही बिलिभलाई देखेर नै अहिले हाम्रा यङ्गर टिमहरू जति पनि छन् उनीहरूमा पनि एउटा आत्मबल आएको छ, हामीले राम्रो पर्फर्मेन्स गर्न सक्छौँ भन्ने। र त्यसैको परिणाम अहिलेका म्याचहरूमा झल्किएको छ। साथीहरू, तपाईँलाई यो म्याचको सबैभन्दा राम्रो मोमेन्ट के थियो कमेन्ट गर्न नभुल्नुहोला। र भिडियो मन परे लाइक गर्नुहोला। र यस्तै नयाँ नयाँ क्रिकेटका अपडेटहरू तथा नेपाल क्रिकेट सम्बन्धी रमाइला कुराकानीहरू गर्नका लागि च्यानललाई सब्सक्राइब गरेर जोडिन नभुल्नुहोला। यो त सुरुवात हो, पछि मिल्नेछौँ नयाँ भिडियोको साथमा। जय नेपाल, जय क्रिकेट।